जब मानिसले आफ्नो तर्क, आफ्नो विचार र भनौँ न प्रमाण सहित बोल्न सक्दैन र अरूलाई जित्न सक्दैन भने उसले चाहिँ अरूलाई गिराएर, तुच्छ बोली बोलेर, हेपेर जित्न खोज्छ। यो हाम्रो समाज हो, है। किनभने हामी विचारको राजनीति गर्ने गर्छौँ, कहिलेकाहीँ सभ्य राजनीति गर्ने गर्छौँ, होइन? र पुस्तान्तरणको कुरा पनि गर्ने गर्छौँ र होइन अनेक कुराहरू हामी चाहिँ राजनीतिमा घुसाउन खोज्छौँ। तर हामी किन आफ्नो औकात चाहिँ देखाइरहेका छौँ? हिजो लाइभमा ज्ञानेन्द्र साईले अनेक कुराहरू भनेको भिडियोहरू एकदम भाइरल भएको छन्, होइन? तर उहाँको प्रोफाइलमा गएर हेर्दाखेरि चाहिँ त्यो भिडियो डिलिट भइसकेको रहेछ। अब मिडियाहरूले त्यो भिडियो डाउनलोड गरेर चाहिँ प्रसारण गरिराख्नु भएको छ, होइन? धेरै कन्टेन्ट क्रिएटरहरूले पनि त्यसै विषयमा बोलिराख्नु भएको छ। तर कुनै पनि पार्टी राप्रपा यो ऊ भन्न मलाई पार्टीमा कसैलाई पनि आलोचना गर्न मन लाग्दैन। तर आलोचना मलाई किन गर्न मन लाग्छ भने एउटा सम्मानीय पदमा बसिसकेपछि होइन कुनै पनि पार्टी कुनै पनि व्यक्तिलाई तपाईँले तोकेर होइन चाहिँ प्रहार गर्नुहुन्छ भने त्यो चाहिँ तपाईँकै पर्सनल लाइफमा चाहिँ तपाईँलाई नै अप्ठ्यारो पर्न सक्छ भन्ने चाहिँ मेरो एउटा धारणा हो, है। अहिले नेपाली जनताहरूले पनि त्यसरी नै मूल्याङ्कन गरिरहेछन्। पिए बन्न लायकको मान्छे हाम्रा माननीय सिए, ल बुझ्नुहोस् है त।